एउटा गेमको रुल्स चाहिँ के हो भन्दाखेरि हान्डीलाई चाहिँ एउटा दिएर चाहिँ पुरा गर्नुपर्छ मलाई चाहिँ जसले जित्छ उसले चाहिँ पाउँछ ल हेलो साथीहरु नमस्ते एन्ड वेलकम ब्याक टु द च्यानल शान्त तामाङ ब्लग्स। अन्त आज फेरि नेहरू पार्क आएको छु। दिदीहरूको छुट्टी छ दिदी भेनाहरूको, अन्त त्यही भएर चाहिँ नेहरू पार्क जाउँ भनेर भन्नुभएको थियो। अन्त म अहिले आइपुगेँ। दिदी भेनाहरू चाहिँ अघि नै आइपुगेको छ। अन्त मेरो चाहिँ हल्का काम थियो कि, अन्त त्यही भएर आउनु सकिनँ। अहिले पुगिसकेँ नेहरू पार्क। यहाँनिर फाउन्टेन छ। अस्तिको दिनमा चाहिँ खोलेको थिएन यो फाउन्टेन, आज त खोलिरहेको रहेछ है। फुलहरू मजाको फुलिरहेको छ हो, यस्तो छ। अन्त आजको भिडियोमा पनि के हुनेवाला छ भन्दाखेरि चाहिँ कि नयाँ हुनेवाला छ हो। अन्त हेर्दै जानु होला लास्टसम्म। अन्त यो रुख हेरेर चाहिँ यस्तो लाग्दैछ कि योपट्टिबाट पुरा जोड चाहिँ हावा आयो, अन्त योपट्टि पुरा ढलेको छ यस्तो भएर। हेर्नुमा त्यस्तै लाग्दैछ, सबै यस्तो यस्तो छ, टेरा टेरा छ। अघि नै आउँथेँ नि म, हल्का अलिकति काम पऱ्यो कि, अन्त त्यही भएर आउनु सकिनँ। दिदीहरू पुगिसकेको छ, अन्त भर्खरै पुगेको। यस्तो बिहान बिहान यस्तो दामी लाग्दो रहेछ यार। आउनु त आएको छु पहिला पनि, यतिको भिडियोको सामने चाहिँ भन्नु पऱ्यो बिहान बिहान यस्तो देख्दो रहेछ, दामी देख्दो रहेछ भन्दै। अन्त दिदीले चाहिँ मलाई 2 नम्बर गेटमा झर्नु भनेको थियो, म चाहिँ 3 नम्बरमा झरेँ। अन्त खोज्दैछु अहिले कहाँ छ कहाँ छ। यताको म तपाईँहरूलाई सिनेमेटिक देखाउँछु है, यस्तो दामी छ कि जग्गा, हेर्दै जानु। यहाँ चाहिँ दिदीहरू पनि आइसक्यो। यो यस्तो छ लोकेसन। कस्तो चङ्को है, त्यो स्पिड होला हेर न। मैं भी तो अनाथ हूँ, मुझे भी एक निवाला खिलाओगी? उठायो उठायो। रेडी ल, 10 सेकेन्ड्स गरेको छु ल। ओके, मेक श्योर कि यो भयो, स्टार्ट भयो हैन। 7 6 5 तिमीहरु खिचिहाल्छ अब। हामी पनि अब घरतिर लाग्दैको। चाहिँ भेनाको साथीहरू हुनुहुन्छ, यहाँ म छु। फुलहरू कस्तो दामी फुलेको छ यार। यहाँनिर पनि रहेछ, यहाँबाट चाहिँ नागेर जाऊँ ल। वाह कस्तो दामी है। यहाँबाट चाहिँ हामी एन्ट्री गर्नु जाँदैछौँ। भित्रतिर दामी बनाएको रहेछ, दामी रहेछ है, मजाको। ओ कस्तो दामी यार। यो मौसम रहेछ नि अहिलेको। यति बेला चाहिँ यहाँनिर फुलहरू फलेको हुँदो रहेछ, दामी छ यार। योलाई चाहिँ हिँड्ने रास्ता राखेको होला। चोर हजुर, ल ल हुन्छ, सबैको खिचिदिन्छु ल, सबैको खिचिदिन्छु त। पालु पिल्टा ल। सानको डिमान्ड बेसी भइरहेछ। हामी फोटो खिचिसकेँ। अन्त अब चाहिँ जाने घरतिर। अन्त घरमा गएर केही नयाँ गर्नेवाला छु हामी, खतरा खालके। अन्त त्यहाँ गएपछि तपाईँलाई थाहा हुन्छ, हेर्दै जानु। यहाँ चाहिँ आइसक्रिम लिइराख्नु भएको छ। हुन्छ थ्याङ्क यू ल।
उता 3 जना हामी यता 3 जना जान्छौँ सब घर हेरौँ अब कसरी पुग्छ आइसक्रिम खाँदा त म्याङ्गो फ्लेभरको ध्याउ गर्दा म्याङ्गो म्याङ्गो गर्नु हुँदैछ मेरो हेलो साथीहरु नमस्ते फ्यामिली एन्ड वेलकम ब्याक टु द च्यानल शान्ताङ ब्लग्स अन्त आजको भिडियोमा चाहिँ च्यालेन्जिङ भिडियो हुनेवाला छ अन्त यहाँनिर छ हाम्रो पुच्काहरू पानीपुरीहरू हेलो यहाँ छ हाम्रो बेना अन्त यहाँ छ हाम्रो दिदी हेलो हाई अन्त योलाई गेमको रुल्स चाहिँ के हो भन्दा हान्नेलाई चाहिँ योलाई देयर चाहिँ पुरा गर्नुपर्छ ल योलाई चाहिँ जसले पनि जित्छ उसले चाहिँ पाउँछ ल यहाँनिर तो चलिए शुरू करते हैं स्टार्ट फुड्डा रहेछ पानी जगह फोटो दिव्य दिदी त फुल स्पिडमा छ त बनाएर राख्नुपर्छ है डेली च्यालेन्ज हो नि त बनाएर आफै खाने पिरो रहेछ अमिलो गर्नु न हट्क्यो दाँतमा चुयो बिना नबोली खाँदैछ चित्त हामीले जित्नु आँट्यो भइहाल्यो अहिले है ओ माय गॉड यहाँ शान्त भयो नबोली खानुपर्छ अब फुल भयो पेटमा आलु पनि त छ दिव्य भयो हजुर के भयो भइहाल्यो कानु धुवा निस्क्यो लास्ट त तपाईँ नै भयो हाम्रो त सँगै सक्यो अघि नै त भनेको थियो मैले दिव्यत्री हार्छ जस्तो लाग्दैछ भनेर या फर्स्टमा त खाएको देख्दाखेरि त दिव्याले जित्छ होला जस्तो लाग्दैन थियो म त अनि खाइसकेर तपाईँलाई देयर चाहिँ उठाउनुपर्छ ल यहाँबाट चिटबाट आम्बो पिरो भयो पिरो रहेछ पिरो रहेछ डल्लो यहाँबाट पानी चुको खाँदाखेरि आजको विनर चाहिँ 2 जना हामीहरू भिडियोमा थाहा छ उसले खाएर उसले फर्स्ट भएर म आलु खाँदै थिएँ कर बम्बे वो यो उठाएको ल ओके हेरौँ न यता पनि क्यामेरामा
यो आइसक्यो कोले फ्रेन्ड एन्ड म्याउ अन्टिल दे ह्याङ अप योलाई चाहिँ तपाईँलाई देयर पुरा गर्नुपर्छ अब पहिला अनि को छ र प्रेरणा घरमा पिरो पिरो भयो पिरो भन्ने पुरा स्पिकरमा हेलो म्याउ म्याउ भन्न म्याउ भन्न सुन्नु आउँछ म्याउ 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 गरेको छैन त अन्त के भन्नु गरेको छ म्याउ 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 गरेको छैन त अन्त के भन्नु गरेको छ म्याउ म्याउ के गर्नु हो त्यतिको भन्दै बस्नु म्याउ म्याउ जबसम्म फोन काट्दैन म्याउ सुनेको छ होला WhatsApp-मा कल गरौ न त्यो सुनेको छैन कि भन्यो त सुस्मिता हो भनेर भन्दै सोध्नुलाई लाग्यो प्राङ्क गरेको के गर्नु गरिबस्नु म आमै दिएको भने फोन त काटेको छैन नि म्याउ 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 काटेको छैन काट्दा प्रेरणा भन्दा काटेको काट्यो हामीले सबै खाइसक्यो एकदम पिरो थियो कस्तो लाग्यो च्यालेन्ज च्यालेन्ज वाज गुड मजा आयो अन्त अब के छ अर्को च्यालेन्ज चाहिँ उनी चाहिँ खेल्नुपर्छ अब म चाहिँ हारेँ खुसी लाग्यो होइन विनर तिमी हो होइन विनर तिमी हो विनर चाहिँ हो र मै हो विनर तिमी हो खाँदैछ नि त दुईजना झन्डै झन्डै सँगै भयो कि तर उयो हो विनर अब यता यता देखाएर भन्नु पर्यो नि ल गाइस आजको विनर चाहिँ सुनो माँ बहुत दर्द होता है 1 2 3 मजा नहीं आ रहा है 1 2 3 टिङ 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 आजको विनर चाहिँ शान्ता विनर हो ल गाइस हाम्रो च्यानल चाहिँ खतम भइसकेको छ अब योलाई सबै भाडा दुलाउनु पर्छ चियर्स भारत गएर चाहिँ उनोको म्याच छ फेरि उनीहरूको म्याच छ अरू पनि थियो नि डियरहरू त है के थियो अर्को अर्को छ यहाँ 50 स्क्वाड्स 50 स्क्वाड्स 50 स्क्वाड्स त्यो त मलाई नै दिएको थियो होला खास यहाँ चाहिँ सिङ विथ माउथ फुल अफ वाटर थियो अन्त अर्को थियो एउटा यही हो दिव्यादीले पाउने होला मोटरहरू के बनाउनु यहाँको चाहिँ बिहाइन्ड द सिन अब नेक्स्ट तर त्यो त तिमीले बनाउँछौ होला हजुर बनाउनु पर्छ पछि नेक्स्ट च्यालेन्ज चाहिँ के हो भनेर क्या कमेन्ट यो चाहिँ हाम्रो बिहाइन्ड द सिन योलाई सरी तपाईँहरूलाई दुःख दिनुको लागि तपाईँहरूलाई यो के भन्छ भाडाहरू सबै मैला हो भेनाले भाडाहरू उठाउँदैछ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो गाइज अन्त यो भिडियो चाहिँ यति नै थियो हजुरहरूलाई कस्तो लाग्यो अन्त आज फर्स्ट टाइम यो भिडियोमा चाहिँ म टार्गेट राख्नेवाला छु 100 लाइक्सको अन्त तपाईँ सबैजनाले कम्प्लिट गरिदिनु होला अन्त अर्को कुरा नेक्स्ट भिडियोमा कस्तो खालको च्यालेन्ज गरौँ होला तपाईँ सबैले कमेन्ट गरिदिनु होला कस्तो खालको चाहियो तपाईँहरूलाई अन्त त्यो कमेन्टमा हेरेर मलाई जुन पनि मनपर्छ म त्यो च्यालेन्जको चाहिँ नेक्स्ट बारी भिडियो लिएर आउने छु अन्त अहिलेको लागि बाई बाई